नमस्ते नमस्ते नमस्ते। चिसो चिसो जाडोको यो मौसममा जब हावा पनि अलिकति मन छुने खालको हुन्छ, आज म तपाईहरू सबैको मन न्यानो बनाउने एउटा सानो तर गहिरो कथा लिएर आएको छु। मेरो नाम एलडी आशिष हो। शब्दहरू मार्फत भावना बाँड्न, सम्झनाहरूलाई आवाज दिन र कथामा जीवन लेख्न मलाई मन पर्छ। जाडोको मौसम जस्तै आजको कथा पनि बाहिरबाट शान्त देखिए पनि भित्र गहिरो अनुभूति बोकेको छ। त्यसैले एकछिन सबै चिन्ता छेउमा राखेर मन शान्त पारेर यो कथाको यात्रामा म सँगै हिँड्नुहोस्। अब सुरु गरौँ आजको कथा। आजको कथाको शीर्षक रहेको छ एउटा फ्रेमभित्र अटाएको संसार। कथा यसरी सुरु हुन्छ। माटोको गन्ध अझै ताजा थियो। घरको भित्तामा समयले बनाएका चिरा थिए, तर ती चिराहरूमा पनि मायाको इतिहास लेखिएको थियो। त्यही घरको सानो कोठामा आज परिवार फेरि एकपटक एकै ठाउँमा जुटेको थियो, टीका जमरा र आशीर्वाद बोकेर। अगाडि कुर्सीमा बसेका बाबा, उहाँको आँखामा धेरै नबोलेका कथा थिए, जसमा बिहान सबैले उठेर खेत, पसिना, जिम्मेवारी र सन्तानको भविष्य लुकेको थियो। उहाँ धेरै बोल्नुहुन्थेन, तर उहाँको मौनताले मेरो जीवन तिमीहरूका लागि हो भन्ने वाक्य स्पष्ट देखिन्थ्यो। बाबाको छेउमै आमा, रातो सारीमा सजिएकी आमा। उहाँको अनुहारमा समयका रेखाहरू थिए, तर त्यो रेखाभन्दा गहिरो थियो उहाँको माया। आमाको हातले आज टीका लाउँदा त्यो हातले केवल निधार छोएन, जीवनभरको रक्षा, आशीर्वाद र साहस छोयो। पछाडि उभिएका छोराछोरीहरू, कोही जवान हुँदै गरेको सपना, कोही जिम्मेवारी बुझ्न थालेको उमेर, उनीहरूका निधारमा लगाइएको टीका केवल चामल र रङ थिएन, त्यो थियो बाबाको पसिनाको मूल्य र आमाको निन्द्राहीन रातको फल। घर ठुलो थिएन, भित्ताहरू नयाँ रङले चम्किएका थिएनन्, तर त्यहाँ विश्वासको छानो थियो, संसारको ढोका थियो र माया कहिल्यै नटुट्ने डोरी झैँ बाँधिएको थियो। आज फोटो खिच्दै थियो, क्यामेराले क्षण कैद गर्यो, तर त्यो फोटोभित्र सबैको सङ्घर्ष, हजारौं प्रार्थना र अनगिन्ती त्यागहरू साटिएका थिए। बाबाको कठोर अनुहारभित्र कोमल मन लुकेको थियो। आमाको मुस्कानभित्र सन्तान सफल भएको हेर्ने सपना र छोरा छोरीका आँखाभित्र एउटै प्रतिज्ञा थियो, हामी तपाईहरूको नाम कहिल्यै झुक्न दिने छैनौँ। हामी तपाईहरूको नाम कहिल्यै झुक्न दिने छैनौँ। समयले सबैलाई आफ्नो आफ्नो बाटोमा लैजान्छ। कोही सहर जान्छ, कोही परदेश पुग्छ, तर जब टीकाको सम्झना आउँछ, यो घर, यो फोटो र यी आशीर्वादहरू मनको सबैभन्दा सुरक्षित ठाउँमा झल्किन्छ। किनभने धन हराउन सक्छ, समय बदलिन सक्छ, तर आमा बुवाको आशीर्वाद र परिवारको माया कहिल्यै सकिँदैन।
यही हो फोटो भन्दा ठूलो कथा परिवारको।